गयो ए कङ्ग्रेचुलेसन ल ल यता ल ल ल ल गइरहेछ के बोले पल्टन जाने रहेछ दिपा पनि होइन अब कसको एकैचोटिमा ढुङ्गा अड्किन्छ उसको चाहिँ चिताको पुग्ने भन्ने हामीले नै राखौँ न अब नियम ल सबैभन्दा पालो पालो हौ पालो पालो सबैभन्दा सुरुमा ल ल ठिक छ हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल आज चाहिँ हामीहरू ठ्याक्कसँगले हामी अब पहाड चढ्न गइरहेछौँ साथीहरू अगाडि भट्टङ टट्टङ हिँड्न थालिहाले हाम्रो रुमबाट चाहिँ अलिकति केही मासतिर आइपुग्यौँ छाबा हाम्रो अलिकति नबोलेर हाम्रो यात्रा अलिक खल्लो भइरहेछ भन्ने सबैको कुरा आयो अलिकति बोल्नु पर्ने भयो सबैभन्दा रमाइलो हाम्रो मित्र छाबा अलिकति बोल्नु पर्ने भयो अफ्रिकाको जङ्गलमा जस्तै छाबा इन्टरटेनमेन्ट गराउनु पर्यो क्या छाबा छ नि जुन त्यस्तै भएन नि ओह दिपा पनि लौरी टेकेर अगाडि हिँडिरहेछ झोला नबोकेको अस्ति दिपाले मलाई झन्डै मारे यार यो दाइले लास्ट ठग्दो रहेछ भनेर आज पनि पछाडि नै बस्दैछु झोला बोक्न लाउँछ भनेर हामी चाहिँ अब यो एउटा डाँडामा चाहिँ आइपुग्यो अब माथि आइपुग्यो यहाँदेखि फेरि अर्को डाँडा छ सबैजना यहाँनिर विश्राम लिनुपर्ने हुन्छ होइन पछाडि साथीहरू आउँदैछन् अगाडि साथीहरू पनि यहाँनिर हाम्रो चेलीबेटीहरू चाहिँ यहाँनिर यस्तो मजाले है ल म त व्यस्त छु नि भ्लगर हो नि के हो ल गाला रातै भन्दै यहाँनिर बहिनीहरू ए यता फेरि म निस्किन्छु म निस्किने हुँदैन फेरि होइन ल बहिनी पनि अनि डाङ्की चेली मोडलहरू छावाले खिच्दैछ यहाँ बाँसुरी बजाउने मान्छेको कमी भएछ अस्ति चाहिँ हामीले बाँसुरी बजाएको थियौँ तपाईँले 5 बजाइदिनुहोस् त सधैँ आज पात छैन ऊ त्यहाँ पछाडि रहेछ नि सधैँ एउटा पातमा जाओस् न त पानी छ भने ल अलिअलि एक घुड्की चाहिँ लाउँ त पुर्याउनु पर्ने हुन्छ पानी छैन है माथि पनि पानी छैन छोरे छोरे एक घुड्की मात्रै है सम्झीलाई पसिनै आइसक्यो खानै पर्ने हुन्छ अब के गर्नु त अनि के हो झ्यापमै छ जस्तो छ नि तपाईँ त ले गर्दैछ त अझै म त झ्यापले छोडेको त हिजो बहिनी आज चाहिँ अब त्यस्तै हो कि त्यो बियर चाहिँ अलिअलि खानुपर्छ है र कुमार सम्धीले ल पातको कला देखाइहाल्नुहोस् त सम्धी पातको कला पातको चाहिँ होइन पाताको चाहिँ देखाउनुहोस् है कलाकार हो हाम्रो सम्धी फेरि है कला त पात भएन सम्धी है ल त ल पात खोजेर मजाले एउटा भाका निकाल्नुहोस् त जङ्गलमा साह्रै म्याठो बज्यो है कहाँ बज्यो यो धुन भन्ने गरेको यता दिपाले पो पात बजाउँछ कि बा के हो पात चाहिँ हुँदैन है फेरि त्यो चाहिँ हुँदैन अगाडि गएर चाहिँ हुँदैन है त्यो चाहिँ फेरि यता बेहोस भइन्छ नि पछाडिको यहाँ चाहिँ जो डोरीमा झुन्डेर जाने उकालो रहेछ है त धेरै नै उकालो रहेछ नाक ठोकिने उकालो रहेछ यता गाइजहरू पनि डोरीमा झुन्डिँदै आउँदै त्यही त नि पुरै ठाडो रहेछ यहाँ चाहिँ अब भने हामी टुप्पामा माथि आइसकेका छौँ सबैभन्दा यो चाहिँ टप हो अब चाहिँ आइपुग्यो जस्तो छ है त अस्ति एकलस्ट आयो तर एकदम जाडो थियो त्यो बेला
आज चाहिँ मौसम ठिक्क छ, घाम लागेको छ, शीतल पनि छ। यहाँ हो तर यो त्यो बस्ने ठाउँ जस्तो चाहिँ यहाँ तलतिर छ फेरि। यहाँ चाहिँ केही पनि छैन खासै। ल यसको नाम चाहिँ के लेखेछ त? होम विसान कि के लेखेछ? के होम लेखेको कि के लेख्यो? खोसाङ सान चाहिँ होला। अब चाहिँ अलिक ओह्रालो लाग्छ है त। कतिको गलियो त? कति नै गर्ने होइन है? यस्ता नाथे त। ल खिचौँ, फोटो खिचौँ, थकाइ मारौँ, एकछिन आराम गरौँ अनि त्यसपछि फेरि लाग्नेछौँ हामी। ढुङ्गा चढाउने, लु फेरि चढाउँ। फेरि हो फेरि कसको नाममा ढुङ्गा चढाएको त अनि? दुई चारवटा बोयफ्रेन्डको नाममा बहिनीले ढुङ्गा चढाइसकेको छ। अब ल हामी चाहिँ अब ग्रुप फोटो खिच्नु पर्यो। ल टाइमिङ मिलाउनुहोस् है त सम्झी। सम्झीले त टाइमिङ मिलाउँदै हुनुहुन्छ। ह्यान्डसम निस्किनु पर्यो, बहिनीहरू एकदम राम्रो निस्किनु पर्यो है त। ल ल हामी चाहिँ यहाँनिर फलाइचामा आइसक्यौँ। हामीले अब यहाँनिर खै के ल्याएछ गाइजहरूले त्यो खानुपर्ने हुन्छ। अब यहाँ चाहिँ बहिनीहरू यता फोटो खिच्दै, दाइ आएर ऊ त्यहाँ माथि त्यहाँनिर घाम ताप्दै हुनुहुन्छ, अघि नै आइसक्नु भयो। अनि यहाँ चाहिँ बस्ने ठाउँ दामी बनाएको छ। हामीले छुट्टाएको कुरा भनेको चाहिँ त्यहाँनिर अब बियर चाहिँ त्यहीँ यसो ठ्याक्राक भइदिएको भए अझ कति दामी हुन्थ्यो होइन? झन् दामी हुन्थ्यो। अब छैन, ल्याएन, अनि त्यही भएर अब चिप्सहरू मात्रै खानुपर्ने हुन्छ। यहाँनिर यता फेरि हाम्रो दाङको चेलीले एकदमै राम्रो फोटो चाहिएकोले खिच्दै हुनुहुन्छ। खाजा खाने ठाउँमा आयो हामी चाहिँ। अब यहाँनिर मकै आइसकेको छ, मकै खाजा। ओ माई गडनेस। ल ओहो ल साउँदै ल ल ठिक छ, ठिक हुन्छ हुन्छ। त्यसै गर्दा हुन्छ। ल कसरी हुन्छ? मिठो गरेर खानु पर्यो। दुईजना चाहिँ चस्मा बिर्सेर फेरि फर्केर लिन गइरहेछन् अनि त्यसपछि एकछिनमै आउँछन्। कस्तो हरियाली मौसम वाउ भइरहेछ है, दामी भइरहेछ मौसम चाहिँ। हावा पनि चलिरहेछ, अलिअलि गर्मी भए पनि हावा चलेकोले एकदमै शीतल छ है त। अब चाहिँ यहाँबाट सिनहरू सरर देखिन्छ, तल सहरहरू देखिन्छ। हामीले काम गर्ने कम्पनीहरू त्यतैतिर हो भन्ने हामीलाई लागिरहेछ, तर ठ्याक्कै कता भन्ने चाहिँ यहाँबाट अनुमान अलि आउँदैन। फेरि दाङकी चेली अगाडिबाट पनि राम्री, पछाडिबाट पनि राम्री, जतैबाट पनि राम्री। खिच्दा हुन्छ त नि, किन नजान। अनि त्यसपछि यतै बन्दैछ हाम्रो खाजा। खाजा खानुपर्ने हुन्छ। भोक त त्यति लागेको छैन अलिअलि हो। ए ल ल यो फोहोर त फाल्नु हुँदैन यहाँनिर भन्ने हो। एउटा खाली प्लास्टिकमा हावाले उडाइहाल्छ है बहिनी। ओहो हावा त एकदम तेजले चल्यो यार। बसेर यहाँ बसेर ल खाजा खाइयो। अब चाहिँ सबजना साथीहरू अघि बढ्न थाले। अब चाहिँ ओह्रालो झर्छौँ हामी यहाँबाट गीतको तालमा। यता बहिनीले के खोज्दै हो फेरि है, मकै अड्क्यो है। ल ठिक छ, ल जाउँ अघि बढाउँ। अब यहाँदेखि फेरि सिँढी नै सिँढी ओह्रालो, त्यहाँदेखि फेरि त्यहाँ एउटा दामी ठाउँ छ, त्यहाँ फेरि भिडियो सिडियो बनाउनु पर्छ। यहाँ चाहिँ यस्तो देखिन्छ, सही छ त। अब अलिक तलतिर आइसकेको छु। नेक्स्ट यो चाहिँ अनि खत्रै ढुङ्गा छ होइन, यहाँबाट भ्यू पनि दामी देखिन्छ, खत्रै छ साथीहरू अगाडि। ल है त ल यहाँबाट चाहिँ मजाले देखिन्छ भ्यू। राम राम राम, डोरी समातेर जानुपर्ने हुन्छ। ल त्यहाँबाट तल हेर्दाखेरि चाहिँ खत्रै देखिन्छ है। ल हामी चाहिँ अब अलिक तलतिर आयौँ। यहाँ चाहिँ अब ढुङ्गा अड्काउने अरे गाइजहरूले। ल
कसको एकैचोटिमा ढुङ्गा अड्किन्छ उसको चाहिँ चिताको पुग्ने भन्ने हामीले नै राखौँ न अब नियम। ल सबैभन्दा पालो सबैभन्दा सुरुमा ल कुमार सम्धीको पालोदेखि सुरु है। सबैभन्दा सुरुमा एकछिन है अरूको। ल अड्केन है ल है ल लुगाको पालो मेरो त अड्किन्छ नि। अड्क्यो ल ल अड्क्यो सारू बहिनीको पनि अड्क्यो ल अड्क्यो युसा बहिनी पनि अड्क्यो ल ल ल भएन लिम्बूको ज्वाइँ भएन ल दिपाको पनि अड्क्यो ल सम्धीको पनि अड्क्यो न यो चाहिँ फेरि है। ल माने दाइको पालो है त ल टुप्पामा ल नचुइकन पर्तिर गयो नि छुएन ल ल सबैजनाको सक्यो है त। ओ ल हो सेम मिल्यो ठ्याक्राके मिलिसक्यो नि हो। पल्टन जाने रहेछ दिपा पनि होइन अब अलिकति युके के अरे युके भिडेर आएको मान्छे होइन। ल यतिको त गरेकै हो नि यस्तो गरेर अलि भएन। ल ल ल ल कम्पिटिसन भइरहेछ राम्रो छ। बहिनीले नि यतिको दिएकै हो नि। ठिक छ त्यही हो। यहाँभन्दा राम्रो त कहाँ हुनसक्छ र। बाबालाई आइसक्यो नि पुसअप हाम्रो डाङ्की चेलीको पुसअप खत्रै आइसक्यो। यो नराख्ने हो र यो त झन् हाइलाइटमा राख्ने होला है बहिनी। झन् राम्रो देखेको छु के अरे कस्तो राम्रो देखिन्छ है। त्यही भएर होला है सबैले मलाई घोचेर भनिरहेको छन् है। हुन्न सँगै जानुपर्छ के अरे। कान्छा रिसाएकै हुनुपर्छ क्या बहिनी। यो कुन अरू मुद्दाहरूसँग हिँडिरहेछ भनेर कान्छा रिसाएको हुनुपर्छ। त्यही भएर चाहिँ बहिनी हिजो नआएको हुनुपर्छ हाम्रोमा नत्र आउनु पर्ने हो होइन स्योर। यी बहिनीहरूलाई त ढिला भएन त हाम्रो नानालाई किन बहिनीलाई ढिला भयो समय बेला चलेको थियो के अरे त्यस्तो है। ए ल माथि एकचोटि मात्रै एक गयो आमा गयो बहिनी गयो। ल आधीसम्म त गएकै है। ल 11 49 100 ल गयो ए कङ्ग्रेचुलेसन। ल ल यता ल गइरहेछ ल दामी युसाले नि एकचोटि हान्यो नि त्यहाँनिरबाट आइस ल एकचोटि हान्यो। ल सम्धीको पनि आयो है त दामी छ। ल हिँड्नुहोस् त्यो त माथि गएर माथि त हिँड्दै त्यसरी जाने हो। त्यो त धेरै गाह्रो पर्छ। त्यो त गाह्रो पर्छ जिउलाई पुरै धान्नुपर्छ नि त। ल हिँड्यो कट्यो हात दुख्छ हात जिउलाई पुरै धान्नुपर्छ नि। ल हामी यहाँबाट फेरि तल झर्छौँ जङ्गलबाट हिँड्दै अब हामी चाहिँ लास्टको यो भ्यू टावरमा आइपुग्यो। अब यहाँदेखि चाहिँ हाम्रो अपार्ट धेरै टाढा छैन नजिकै छ माझिमाको हो यो चाहिँ। यहाँनिर अब माथि चढेर भ्यू हेर्ने होला सबै साथीहरू गाइजहरूले। ल एकचोटि माथि चाहिँ पानी खाने ठाउँ हुनुपर्ने त छैन यहाँ। हेत्तेरिका यो के राखेको यार यो त भन नि हो यार पानीको सुविधा भएन एउटा नि के को यो ट्याम्को राखिदिएर यार पानी एउटा राखिदिनु छैन यार भएन नि। यस्तो विकास गर्ने अनावश्यक भएन र पानीको चाहिँ वातावरण भएन नि त अलिकति। ल
दामी देखिने रहेछ नि त दामी त यहाँनिरको भ्यू चाहिँ अब यहाँबाट हामी बस्ने ठाउँहरू चाहिँ अलिक उता हो थोरै यता आयौँ हामी अब दिपाले चाहिँ रामेन पकाउँछु भनेर अघि नै मैले भनेको सुनेको थिएँ दिपाले पकाउँछ अनि त्यसपछि खाजा खुवाउनु पऱ्यो नि त हामीलाई नि अब चाहिँ हामी रुममा आइसकेका छौँ जङ्गल घुमेर अब हामी रामेन पनि माडबाट लिइसकेका छौँ अब यो खाएर चाहिँ छुट्ने सबैजना हस् त आजलाई यति नै हजुरहरूलाई धन्यवाद हेरिदिनु भएकोमा फेरि नेक्स्ट भिडियोमा भेटौँला हाम्रो भ्लग कन्टिन्यू आउनेछ बाई बाई